हेर्नु न घाममा डोको बुन्दै रहेछ। देवा के गर्नु भएको? डोको बुनेको। घाममा हत्तु भएन? घाममा टाउको दुख्छ नि, पैसा बनाउनु पर्यो नि अन्त। पैसा बुनेको है? बेलुका अन्त चिया खानुपर्छ। होइन होला, खानुपर्छ। एउटा डोको कति रुपियाँ हो? 300 रुपियाँ। तपाईँहरूलाई पनि चाहियो भने देवासँग सम्पर्क राख्नु होला है साथीहरू। डोको चाहिँ दामी बुन्नुहुन्छ, जस्तै भने पनि। देवा कस्तो कस्तो डोको बुन्छ भनिदिनु त। सिप्रिङ्गे, आके, पत्करे सबै बुन्नुहुन्छ। सानो डोको पनि ठुलो डोको पनि सबै डोको बुन्नुहुन्छ देवाले चाहिँ है। डोको चाहियो भने भन्नु है, जस्तै भए पनि। पत्करे भए पनि, सब्जी पकाउने सिप्रिङ्गे, पत्कर पकाउने ठुलो, यो चाहिँ घाँस पकाउने। देवालाई सम्पर्क गर्नु होला। 300 350 छ। महँगो छैन है? 1 किलो मासुमा छिन्नुपर्छ। हुन्छ, बाई बाई गरिदिनु। बाई बाई।